ल के भन्छौ के भयो तिमीलाई के भयो भन बाबु तिमीलाई आज ज्वरो आएको कति दिन भयो रे भोलि आएको कि ज्वरो अस्ति नै ज्वरो आएर खानै खान्निन् पुतली चिया मात्रै खाएर बसेछिन् 3 दिनदेखि खाना खानु पर्दैन खाना नखायो भने कसरी ठिक हुन्छ तिमीलाई बाबु तिमीलाई के भन्छ अरे माथि नै हैन के भन न रामसँग भन के त्यहाँ हेर पछि दिदीलाई देखाउँछु अनि म तिमीलाई अनि खाना खाऊ भन्दाखेरि म खान्न मलाई चियापत्ती नहालेको चिया चाहियो गरे चियापत्ती नहालेको चिया पनि हुन्छ के हुन्न